साथी सबै सँगै हुँदा हाम्रो बेग्लै संसार हुन्थ्यो, सबै भई रमाइलो गर्दै बसिन्थ्यो। सबको आफ्नै जीवन हुन्थ्यो, सुख दुःखका कुरा गरिन्थ्यो, कहिले त गफै गफमा उज्यालै पारिन्थ्यो। तर अहिले यहाँ म एक्लै भए, त्यति मिल्ने साथी कहाँ कहाँ गए। ओइ के म त फेरि पनि स्कुलहरू पढ्नु मन लाग्छ नि। किन हौ? त्यही सरको धुलाइ, स्कुलबाट भागी भागी जङ्गलतिर गएकोहरू, त्यही जिन्दगी ठिक थिएछ। अहिले चाहिँ बिस्तारै ठुलो भयो, परिस्थितिले पनि थिच्दै गयो, परिस्थितिले बेटार्दै गयो। त्यति बेला हेर होमवर्क नगर्दाखेरि घुँडा टेकेकोहरू, त्यही जिन्दगी एकदम बिन्दास। खै अब म त पुरा मिस गर्छु नि। ठुलो ठुलो नभइदिएको भए पनि ठिक्कै हुन्थ्यो जस्तो लाग्छ म चाहिँ। सानोकै जिन्दगी बेस्ट। साथीसँग डुल्नु गयो हुन्थ्यो खोलातिर, स्कुलबाट भागी भागी जङ्गलतिर, ना टेन्सन ना फिक्री। अहिले त साला घरको टेन्सन फाल्टै, बाहिरको टेन्सन फाल्टै, पैसाको टेन्सन फाल्टै, परिस्थितिले थिच्दै गयो। अब त्यो भएको साथीहरू पनि भयो, कता कता गयो। अब तोरामा भनेको कतै गाउँमा रह्यो। यस्तै रहेछ हौ अब। सानोमा कहिले चाहिँ ठुलो हुन्थ्यो। मलाई एउटा सरले भनिबस्थ्यो के हो, तँलाई अहिले मैले कुट्दाखेरि केही जस्तो पनि लाग्दैन, तर भोलि पछि गएर तँलाई जिन्दगीले कुट्दा मात्रै थाहा पाउँछ भरेछ। जिन्दगीले जब कुट्नु थालेपछि चाहिँ यस्तो रहेछ हौ भाइ, साह्रो पर्दैन। म त साथीहरूको पुरा याद आयो नि हो साथी। सँगै खेलेको, सँगै हुर्केको साथी आफूसँग नहुँदाखेरि त विरक्त लाग्दो रहेछ नि हो। त्यो अब दुःख सुख त्यस्तै हो नि, अब दुःख माने भएन, त्यो को कोसँग फर्केर आउने। त्यो पनि हो। जाउँ हिँड्ने हौ, गाउँ पनि त हेर्नु परेन अनि। त्यो पनि छैन। सबै बाहिरतिर गयो, हामी यसो गाउँमा याद गर्नु परेन भाउजूहरू। त्यो पनि छैन हो। साह्रै याद आयो साथीहरू।